दाजु बहिनी चाहिँ साइकलमा बहिनीले मलाई रन्काएको छ आज बहिनीले मलाई कुदाएको छ बुटुङटुङ ढुङ्गा घारीमा खोलै खोला हिँडी बक्ला भने जस्तो भयो बिस्तारै कान्छी मलाई यहाँ मलाई पठाउँछ र फेरि बुढो भएको दाइका हड्डी भएको थियो यहाँ निस्किन्थ्यो क्या अघि तल्लो बाटो आएको भए तिमीले भने यहाँ निस्किन्थ्यो उसले मागेन अब यहाँ चाहिँ ओर्लिनुपर्छ कि माथि टायर काट्छ टायर पर्छ यो टायर पर्छ हौ ए अब यहाँ नि तिमीले त म आज लडाउँछौ होला बिस्तारो हामी चाहिँ धानको मैझारोमा मैझारो होइन हौ के भन्छ बित्ता उठाउनु बित्ता लाउनलाई जाँदैछौँ है हाम्रो साइकलमा सीतारोपमा चाहिँ आज गाडी लगिएन अब कहाँ लगेर राख्ने थाहा छैन दाजुको खेतमा हो दाजुले बोलाउनु भएको बिस्तारै कर्छ यस्तोमा टायर देख्यौ भन्ने अहिले झ्यासै जान्छ अनि रिङ पनि माग्छ नि त्यस्तोमा ल अब चाहिँ हामी चिसाङ खोलाको आसपासमा आइपुगेको अवस्था यहाँनिर चट्ट लाएर पछाडि कोही छ हाम्रो साथीहरू खै हाम्रो नानाहरू दाजुहरू हावा त खतरा छ त खोलामा त लु रोक हिँडौँ कान्छी यहाँबाट अहिले फेरि गढेर भरे बिटा बान्धौ न तिमीले यहाँबाट ल हिँड हे हामी हिँड्यो है घाम त कस्तो अनुहारमा पऱ्यो कान्छी साइकलमा आज साइकल कस्तो काले देखेको हो मलाई त झन्डै मार्यो साइकलमा उफारेर साइकलमा जाने निदो गरियो खै नानाहरू आउनै भएको छैन हामी चाहिँ दाजु बहिनी चाहिँ आइपुग्यौँ नाना आउनुभयो नाना आउनुभयो साइकलमा नाना आउनुभयो है यहाँ त अलिक गएर देखियो यहाँ चाहिँ त्यहाँ घामले रहेछ कान्छी आमा खोला आएको होला नि कान्छी हामी चाहिँ चिसाङ ब्रिजमा छौँ है चिसाङ खोलाको यहाँ पूर्वीपट्टिको किनारामा छौँ है हामी चाहिँ धान काट्न धान चाहिँ यहाँ पर्तिर हो यो पुलदेखि पारिपट्टि खोला छ खोलामा ए अस्तिको बाढी आएको खोला त खै कमिला पो कुद्छ त खै पानी ऊ पाइरहेछ पानी उता छ है मिठो हावा नि जाडो किन हुन्छ र कान्छी साइकलमा हिँड्दैछ मेरो बहिनी चाहिँ बहिनीले मलाई कुदाइरहेको छ हेर त सबै खोला त सुकेछ अस्ति सानो बाढी आएन घोप्टे हाँडी पानी कि हाँडी घोप्टे पानीमा उपारी सानो राजा रानी लेटाङ राजा रानी है यता माथि चाहिँ वारङ्गी आले अनि 6 नम्बर बुधबारे यतै माथि पर्छ है हडिया बुधबारे भनेको चाहिँ झापा हो 6 नम्बर बुधबारे भनेको चाहिँ माथि धनकुटा हो कि मोरङ पो हो धनकुटै होला त्यता पर्छ है यता माथि 5 थर पनि पुग्छ त्यताबाट जस रमाइलो छ खोला चाहिँ यता रहेछ आजलाई गाइस हामी आज हिँडेका छौँ दाइँमा दाइँ गर्नुपर्ने दाइँ कस्तो हुँदो रहेछ अब हेर्नुपर्छ है हामी सबजना मिलिकन नेपाल आएदेखिको पहिलो यो दाइँ कस्तो हुँदो रहेछ आफू त यहाँ टोपी सोपीको व्यवस्था लिएर है चाइनिज टोपी क्या चाइनिजहरूले लगाउने टोपीको व्यवस्था गरी हिँडेको छ नि त
यो चाहिँ मदन भण्डारी हाइवे पर्छ होइन बब्बाल छ यो रोड चाहिँ होइन चिसाङ खोला पिकनिक खान कहीँ जानुपर्छ यहीँ आएर कति रमाइलो ठाउँ छ ए खोला त ठुलै छ त म त सक्दिनँ हौ धर्न मलाई त लडाउँछ हौ मान्छेहरू भ्लग बनाउँदै हिँड्दै रहेछ सोल्टिनीहरू पनि गोप्रोबाट हामी आइफोनबाट हान्दैछौँ के समस्या छ ल माथि हेर्नु न उयो माथि चाहिँ राजा रानी हो हामी साइकलमा मदन भण्डारी राजमार्गमा मदन भण्डारी हाइवेमा चाहिँ खतरा खालको भ्लग बनाउँदै साइकलको यात्रा जारी छ अरूले बाइक स्कुटी केही छैन कान्छी कारमा चढेर उनीहरू पनि त्यहीँ पुग्छन् हामी पनि पुगिहाल्छौँ हाम्रो साइकलमा नि कमी कुद्दैन जितो त यो स्कुटीले हामीलाई होला खे त्यसो नगरौँ त त्यस्तो चाहिँ नगरौँ त मजा भएन कि हाम्रो रेटाङमा चाहिँ अहिले नयाँ पेट्रोल पम्प खुलेको छ श्रेष्ठ टेलर्स पनि के उसले खोलेको यहाँनिर कसैलाई डिजल पेट्रोल है लाउन आवश्यक छ भने यता आएर लाउन सक्नुहुनेछ है यहाँ नयाँ है यो चाहिँ लोकेसन भन्नुपर्दा चाहिँ खोलापारी चिसाङको दक्षिणपट्टि पश्चिमपट्टि ट्याक्कै पश्चिमपट्टिको किनारामै छ अब हामी चाहिँ साइकलमा हिँडेको साइकल चढेर यहाँबाट हामी राइट लाग्दैछौँ हाम्रो यहाँको यात्रा राइट हुनेछ अब हामी भित्री भाग छिर्छौँ यहाँ खोलामा नाना आइपुग्नु भएछ यहाँ पर जाँदैन नाना साइकल बिस्तारै यहाँ म कान्छीले मार्ने मार्छ कान्छीले मलाई त्यस्तोमा बुङ बुङ उकाल्छ नाना अनि सिम्मले तरु अब चाहिँ हामी गाउँमा छिर्यौँ यहाँ पप्पी रहेछ सेतो ए पप्पी पप्पी पिक्चर त रहेनछ फेरि यसको त केले खाएछ यहाँ धान लडेछ यहाँ धान 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 अब यहाँ उकालोमा सक्दैनौ बहिनी तिमीले यहाँ धान को गइसकेछ निसाउनु त नाना खै यहाँ यो कलपोटदेखि पारिपट्टि दाजु अहिले त घरबाट चाहिँ यता मुना आएको त यहाँ त नि 10-12 वर्ष 10-11 वर्ष भयो यहाँ हाम्रो पाहाडमा लालचान भन्छ यसलाई है लालचानी भन्छ यसलाई यो पनि रहेछ खै कान्छी यहाँ कहाँबाट हो अहिले त घर बनेर यहाँ रोड पनि बनेछ सयपत्री तिहार आउँदैछ सयपत्री फुलिछन् अलिअलि तर अलिअलि यो त भ्याउँछ कान्छी हो हुन्जेल तिहार आउँजेल यहीँबाट जान्थ्यौँ हौ पहिले त नि नाना यो तलबाट भयो हामीले बाटो नदेखेको अवस्था यहाँबाट हो नाना यहाँबाट यहाँ कान्छी साइकल यतै राखौँ यो घरको चेपबाट जान्थ्यौँ के खै बाटै भुल्यौँ है हामीले यहाँ मौरी पालन रहेछ मौरीको घार मौरीहरू आउँदैछन् बिहान बिहानै पारी लगाममा मौरी पालन रहेछ नाना यहाँ त प्रज्ञा छोरालाई पनि यो साह्रै मनपर्छ उसले भाइ थिएर हेरेर यहाँ हेरिबस्थ्यो होला निहाल्थ्यो होला यो यहाँ पनि धान काटेछन् हेर्नु न नाना यताको धानको गाँजै ठुलो नि हाम्रोतिर यस्तो लाग्दैन धान अलिक माथि भएर यहाँ यहाँ घर बनेछ यता पनि
घर बनेछ यता पनि अहिले त त्यहाँ पनि घर बनेछ यहाँ सुँगुरको फर्म रहेछ ल गाइस हेर्दै गर्नु है हेरौँ गाइस हाम्रोतिर चाहिँ धान कस्तो बबाल फल्छ है बबाल फल्छ क्या धान यो ठाउँमा चाहिँ हेर्नु त आम्मा बाला त अनि एक कठामा 5 मनभन्दा माथि फल्छ अरे हेर्नु त धान एक कट्ठामा 5 मनभन्दा माथि फल्छ अरे क्या 5-6 मन कम्तीमा फल्दो रहेछ त्यस्तो राम्रो उब्जन हुने बारी हो भनौँ खेतहरू के हेर्नु धान आमा पत्तै छैन धानको उयोभन्दा त धानको बाला यो हो नि त शैली यो हो नि त तरिका हामी चाहिँ यहाँनिर या मेरो दादा जेठानको खेत यहाँबाट माथिसम्म अनि यहाँ चाहिँ यो चाहिँ अब बोक्नु पर्ने बिट्टा लाएर बिट्टा मुठा बाँधेर बोकेर उ त्यहाँ खेसर आउँछ अरे खेसर के भन्छ त्यो खेसर हाल्नुपर्ने अरे पारी पहाडको फेरि यहाँ माथि केरा खेती हुँदैछ सबै त केरा हालेर ल यो चाहिँ खोला पारी हामीले चाहिँ मुठा बान्दै गरेको अवस्था दाजु मुठा बान्नु हुँदैछ दाजु घाँस काट्ने यो 11 छ मुठा बान्नु ऊ लिम्बू दाजु त यता हुनुहुँदो रहेछ नि ऊ लिम्बू होइन बहिनी यहाँ घर सर केटाहरूले मुठा बान्दैछ दाजुले घाँस लिएर आउनु पर्छ अब यो लास्ट गराउ मुठा बान्ने अनि बोक्ने हो कहिले आउँछ ट्र्याक्टरको खेसर यहाँ हुनुहुन्छ सानो अनरी यता हेर्नुहोस् सानो अनर को अनर नाना एकछिन बस्नु भएको छ मुठा बाँधेर ल सकिन हात अघि बोक्नु पर्ने साठे मुठा बाँधेर मुठा बाँधेर सक्यो रहेनछ त मुठा बाँधेर सक्यो भन्न लाग्यो त भेलाची पारेर सक्यो मुठा बाँधेर त्यहाँ आयो अब एउटा गरा मुठा बाँध्नु छ फेरि गरा पनि सानो मात्रै भए पो त अनि अब चाहिँ खेसर एकछिन आराम गर